हेलो हेलो नमस्ते सबैजनालाई। हामी फेरि एउटा नयाँ भिडियो ल्याएको छु। आज चाहिँ के खाँदैछु भन्दा चाहिँ यहाँ चाहिँ छ मोमो। यो चाहिँ हो के भन्छ यसलाई, करेन्ट रामेन होइन, करेन्ट टिक्कैको। अनि चटनी चाहिँ यहाँ छ, यहाँनिर छ चटनी मिन्टको। अनि यहाँ पिरो भयो भने चाहिँ हामीले पिरो भयो भने चाहिँ कोक खानुलाई यहाँ राखेको छु। त अब चाहिँ ढिलो नगरिकन खाइदिउँ। तिमी चाहिँ के स्टार्ट गर्ने फर्स्ट? चाउमिन उता राख्नुहोस् न तपाईँको काँटा। अनि यता आउनुहोस् तपाईँ। अन्त खाएँ है। ए यो चाहिँ अचारसँग डिप गर्दै सो हट। और मम्मी दिनुहोस् नि त्यसको मिन्ट। पिरो खानुहोस् न, यतै खानुपर्छ। यदि तपाईँहरूलाई हाम्रो आमा छोराको फ्यामिली ब्लग्समा सर्ट भिडियोमा चाहिँ मन पऱ्यो भने चाहिँ हामीलाई त्यो भनेर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिदिनुहोस् है। किनभने हामी चाहिँ भर्खर मात्रै स्टार्ट गर्दैछौँ। हामी त्यस्तो ठुलो भ्लगर्स पनि होइन है। र हाम्रो भिडियो मन पऱ्यो भने चाहिँ तपाईँहरू लाइक कमेन्ट अनि सेयर गरिदिनुहोस् है। डोन्ट शेक योर बडी। मेरो पनि दो। थाहा छैन हामीलाई होइन, क्यामेराको एङ्कल कसरी मिलाउनुपर्छ, के मिलाउनुपर्छ है। सो जस्तो सुकै भए पनि हामीले दुःख सुख गरिरहेको छु है। त्यही भएर हाम्रो भिडियो चाहिँ नबिर्सिकन लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गरिदिनुहोस् ल। अचार चाहिँ मिन्टको हो। यो मोमो चाहिँ मैले घरमा बनाएको होइन, करेन्ट चाहिँ घरमा बनाएको। किनभने मोमो चाहिँ उसको स्कुलको छेउमा क्यान्टिन छ, त्यो चाहिँ एकदम मिठो फ्रेस मोमो पाउँछ। त्यही भएर ल्याएको। आज आफ्टर लङ टाइम मोमो इटिङ गर्दैछु। मैले